तपाईले जितेको हो। यो सरकारले संविधान देखाएर तपाईहरुलाई पन्छाउन पाइदैन, किनभने यो सरकार संविधान अन्तर्गत बनेकै होइन। जुन सरकार संविधान अन्तर्गत बनेको होइन भने त्यो सरकारले संविधान देखाएर तर्साउनु पर्ने कुनै आवश्यकता छैन। त्यो भएको हुनाले अहिले जेनजी युवा साथीहरूले जम्मा 5-6 वटा काम गर्नुस्। एउटा कुरो, अहिलेको प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जानका लागि अपिल गर्नुस्। दोस्रो, यो देश आज 4 खरब भन्दा बढी पैसा आज प्रदेशका नाममा खर्च हुन्छ। समानुपातिकबाट वडा अध्यक्षको चुनाव हारेको मान्छे आज प्रदेशको मन्त्री र मुख्यमन्त्री भइरहेका छ। आज यस्तो अवस्था छ यो देश छ यत्रो, सांसद र मन्त्री छन् यत्रो। आज को मुख्यमन्त्री छ बिचरा हामी कसैलाई थाहा छैन। त्यो प्रदेश त खारेज भन्थ्यो, प्रदेश खारेज गर्नुस्। स्थानीय तह आज पार्टीको भएको छ, कोही कांग्रेसको, कोही एमालेको, कोही रापरबाको, कोही माओवादीको, अन्य मधेसवादी दलहरूको। आज स्थानीय तह त्यस्तो भएको छ। स्थानीय तहलाई गैर राजनीतिक बनाउनुस्। स्थानीय तहमा अब पार्टीका चुनाव चिन्हबाट होइन, आफ्नो व्यक्तिले आफ्नो चुनाव चिन्ह आफै लग्ने व्यवस्था नेपालको संविधानबाटै लेख्नुस्। त्यो गर्नुस्। अर्को, अनलाइन भोटिङ सिस्टम गर्नुस्। अर्को, यो उमेर हकबन्दी धारा 87 खारेज गर्नुस्। किनभने 18 वर्षको युवाले भोट हाल्न पाउँछ भने उम्मेदवार बन्न किन नपाउने? कि त भोट पनि नहाल बन्न पर्यो? भोट हालेर आफ्नो प्रतिनिधि छान्न सक्ने मान्छे यो देश चलाउन सक्दैन? सक्छ अवश्य। त्यो भएको हुनाले यी 4-5 वटा मुद्दा, 2-4 वटा अरू मुद्दा थपेर अहिलेको सरकारलाई गोलमेज सम्मेलन गरेर सबैलाई बोलाएर यो छलफल गर्नुस् भनेर अबका जेनजी युवा साथीहरू चाहनुस्। अब मेरो तर्फबाट मैले अस्ति राष्ट्रपतिसँग, प्रधानमन्त्रीसँग र सबै राजनीतिक दलका नेताहरू बसेको शीतल निवासको बैठकमा मैले 8 वटा एजेन्डा पेश गरिदिएको छु। अब देश यहीमा जाने हो। आज वास्तविक जेनजीहरूको मुद्दा के थियो त? वास्तविक जेनजीहरूको मुद्दा केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु मात्रै थियो कि यो देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने थियो त? देशको प्रधानमन्त्री भागिरहेको थियो, देशको गृहमन्त्रीले राजीनामा दिइसक्नु भएको थियो, मन्त्रीहरूले भगाभग राजीनामा दिने चलन आइसकेका थियो, राष्ट्रपति पनि कुन्दुलोमा लुक्यो, अत्तो पत्तो थिएन। तर एनजिओ आइएनजिओका साथीहरू आएर फेरि यो देशलाई द्वन्द्वमा लिनका लागि राजनीतिक मुद्दाभन्दा धेरै पर गएर सिर्फ एउटा कुर्सी मात्र परिवर्तन भयो, यसले फेरि द्वन्द्वको सिर्जना गर्छ। कि त सुशीला कार्कीले जुन दिन प्रधानमन्त्री हुनुभयो त्यो दिन अन्तरिम संविधान जारी गर्नु पर्थ्यो। अन्तरिम संविधान जारी भएन। तर जेनजी प्रतिनिधिका जो प्रमुख हुनुहुन्थ्यो उहाँको कुरा सुनेको, संविधान फालेपछि त देशै सकिन्छ भन्नुभयो। मलाई हाँसो लाग्यो। अन्तरिम संविधान पटक पटक नेपालमा जारी भएका छन्। 2007 साल चैत्र 17 गते अन्तरिम संविधान जारी भएको छ। 20 साल माघ 1 गते अन्तरिम संविधान जारी भएको छ नेपालमा। अहिले पनि अन्तरिम संविधान जारी गर्न सकिन्छ। अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाने, प्रदेश संरचनालाई खारेज गर्ने, गैर दलीय स्थानीय तह कायम गर्ने, संवैधानिक आयोगमा राजनीति नियुक्तको अन्त्य गर्ने, अनलाइन भोटिङ सिस्टम गर्ने र चुनावमा म्याद हद घटाउने